रौतहटको देवानी गोनाही नगर क्षेत्र अन्तर्गत खेतमा घाँस काटेको विवादमा सोमबार राति भएको सामूहिक आक्रमणबाट 3 महिला गम्भीर घाइते भएकी छन्। घटनामा संलग्न रहेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन्। सामूहिक आक्रमणबाट ओडा 5 टिकुलिया गाउँका महेश तिवारीका छोरीहरू वर्ष 25 की अस्मिता तिवारी, वर्ष 15 की सुस्मिता तिवारी र बच्चेलाल मुखिया बिनको श्रीमती 40 वर्षीय अनतिया बिन गम्भीर घाइते भएको महेश तिवारीका भतिज राजेश तिवारीले बताएका छन्। अनतियाको टाउकोमा गहिरो खत लागेको, सुस्मिता र अस्मिताको जिउभरि चोटपटक लागेको तिवारीले बताएका छन्। घटना लगत्तै घाइतेहरूलाई राति नै एम्बुलेन्सबाट उपचारका लागि बाराकलया स्थित A+ अस्पतालमा लगिएको थियो। घाइतेहरूलाई आइसियुमा राखेर उपचार भइरहेको तथा अवस्था सामान्य हुँदै गएको चिकित्सकले बताएका छन्। घटनामा संलग्न स्थानीय शंकर राय यादवका छोरा वर्ष 40 का शम्भु राय यादव पक्राउ परेको तथा इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको रौतहट प्रहरीले जनाएको छ। घटना विवरण अनुसार महेश तिवारीको तोरीको खेतमा शंकर रायको घरमा महिलाहरूले अस्ति आइतबार घाँस काटेका थिए। पाकेर काट्ने समयमा तोरीमा घाँस काट्दा क्षति पुगेको भन्दै महेश तिवारीका छोरी अस्मिताले सोमबार साँझ शंकर रायलाई गुनासो गर्दा भएको भनाभनमा विवाद भएको थियो। विवाद भएपछि शंकर राय यादव, छोरा शम्भु यादव र उनका घरका महिलाहरू समेत तिवारीको घरभित्र पसेर दुवै छोरीहरूलाई फलामको रड लगायत प्रयोग गरी कुटपिट गरेको थियो। कुटाई छुटाउन गएकी छिमेकी अनथिया बिन माथि पनि गम्भीर कुटपिट भएको पीडितले बताएका छन्। घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनापछि लुकेर बसेका आरोपी शंकर राय यादव पनि गैराती प्रहरी फिर्ता भएपछि घाइते भएको बहाना बनाएर एम्बुलेन्समा उपचार गराउन गएको प्रत्यक्षदर्शीले बताएका छन्।